ए चिया खाएर जानु न। अहिले आएँ। ए आइहालिस तेरै पर्खाइ थियो। आज त सबैलाई जिताउँछु। हेर त फेरि मैले जिते। आज त तेरो भाग्य खुलेछ। ए कहाँ जानुभयो फेरि? चिया पनि नपिकन फेरि तास खेल्न त जानु भएन? दिदी तपाईँले मेरो श्रीमानलाई देख्नुभयो? मैले देखेँ उहाँ फेरि चौतारीमा बसेर तास खेल्दै हुनुहुन्छ। आज त राम्रै हिसाब किताब हुन्छ। आज त तास पनि सकिन्छ, बहाना पनि सकिन्छ। घरमा काम थुप्रै छ अनि तिमी यहाँ तास खेल्दै बसेका छौ? गल्ती भयो। ल अब हामी पनि हिँडौँ। अब घर गएर कुरा गरौँ, यहाँ होइन। ठिक छ, मसँग गल्ती भयो। आज त साथीको हालत बिग्रियो। ए ढोका खोल न, गल्ती भयो। गल्ती त हरेक पटक हुन्छ, सुधार कहिले हुन्छ? यसपालि साँच्चै बदलिन्छु। रिस त मायाले नै सेलाउँछ, खालि माफी मागेर मात्र हुँदैन। त्यसो भए के गरौँ त दाइ? उहाँलाई मनपर्ने मिठाई र फुल लिएर जा। ठिक छ दाइ, आजै त्यसै गर्छु। दाइ के चाहियो? दाइ श्रीमती रिसाउनु भएको छ, राम्रो गुलाब र मिठाई दिनुहोस्। यो गुलाब र यो मिठाई लैजानुहोस्, उहाँ पक्का खुसी हुनुहुन्छ। हुन्छ दाइ, यहीँ दिनुहोस्। सुन न, तिम्रो लागि फुल र मिठाई ल्याएको छु। फुलले मात्रै गल्ती मेटिँदैन। अबदेखि साँच्चै बदलिन्छु। तिम्रो व्यवहार बदलिन्छ कि बदलिँदैन? एकचोटि माफ गर न, अब तिम्रो मन दुखाउने काम कहिल्यै गर्दिन। माफी त सजिलै मागिन्छ, तर विश्वास कमाउन धेरै गाह्रो हुन्छ। म व्यवहारले प्रमाण दिन्छु। फुल लिँदैमा सबै कुरा बिर्छु भन्ने नसोच्नु। मलाई त्यति नै पुग्छ। अब तिम्रो कामले देखाऊ, बोली। अबदेखि तिमीलाई गुनासो गर्ने मौका दिने छैन।